हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। यदि तपाईँ क्यानाडामा न्यू कमर्स हुनुहुन्छ र सिआरए एकाउन्ट बनाउन खोजिराख्नु भएको छ, केही गाइडलाइन हेल्प चाहिएको छ भने यो भिडियो तपाईहरुको लागि एकदमै हेल्पफुल हुन सक्छ। सो भिडियो अन्त्यसम्म हेर्नु होला। म सबै प्रोसेस स्टेप बाइ स्टेप स्क्रिन रेकर्ड गरेर पनि देखाउने छु र इम्पोर्टेन्ट कुराहरू पनि भन्ने छु। सिआरए एकाउन्ट बनाउन किन आवश्यक छ भन्दाखेरि तपाईको सबै टिफोहरू त्यही सिआरए एकाउन्टमा एक्सेस गर्न मिल्छ। तपाईले आरआरएसपी टिएफएसए कन्ट्रिब्युसनहरु सबै त्यही नै हेर्न मिल्छ। तपाईले चाहिँ आफ्नो आउने बेनिफिटहरु पनि सबै त्यही एक्सेस गर्न मिल्छ एभ्री इयरको, हैन। सो आफ्नो फाइनान्सको कुराहरु चाहिँ म्याक्सिमम थाहा हुन्छ त्यहाँ लगइन गरिसकेपछि। सो त्यही भएर पनि एकदमै जरुरी छ यो सिआरए एकाउन्ट बनाउनका लागि। सिआरए एकाउन्ट बनाउनका लागि चाहिँ एक दुईटा इम्पोर्टेन्ट कुराहरु आवश्यक पर्छ। जस्तै तपाईले क्यानाडामा कुनै न कुनै वर्ष चाहिँ ट्याक्स फाइल गरेको हुन पर्छ। अर्को कुरा भनेको तपाईलाई सिन नम्बर, तपाईको डेट अफ बर्थ हरु चाहिन्छ। सो त्यो रेडी गर्नु होला। अब यति भइसकेपछि अब हामी भने अगाडि बढौं सिआरए एकाउन्ट रजिस्टर गर्नका लागि है त। यसको लागि चाहिँ तपाईले सबैभन्दा पहिला आफ्नो ब्राउजरमा गएर सिआरए साइन इन सर्च गर्नुस्। त्यहाँ तपाईलाई साइन इन टु योर सिआरए एकाउन्ट आउँछ। त्यसपछि त्यहाँ यदि अब तपाईसँग अलरेडी एकाउन्ट छ भने त तपाईले डाइरेक्ट साइन इन गर्नु, नत्र रजिस्टर टु सिआरए एकाउन्ट गर्नुस्। अनि तपाई यो स्क्रिनमा आउनुहुन्छ। त्यहाँ तपाईले तल हेर्दै जानु भने सिआरए युजर आइडी र पासपोर्टको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई एउटा अर्को स्क्रिनमा चाहिँ लान्छ एकछिन केही समय कुरिसकेपछि। सो त्यहाँ चाहिँ तपाईले आफ्नो सोशल इन्स्योरेन्स नम्बर जुन तपाईले क्यानाडा आउन साथ सर्भिस क्यानाडाबाट लग्नु भएको त्यो हाल्नुस्, आफ्नो डेट अफ बर्थ र 15,000 लाइनको त्यो तपाईले 2024 अथवा जुन पनि इयरको ट्याक्स फाइल गर्नुहुन्छ त्यो त्यसको 15,000 लाइनमा भएको एमाउन्ट चाहिँ तपाईले यहाँ हाल्न पर्ने हुन्छ डलरमा। सो यो स्क्रिनशटमा पनि तपाईले हेर्नुहुन्छ। यो तपाईको ट्याक्स एसेसमेन्ट भइसकेपछि चाहिँ त्यहाँ एउटा लाइन हुन्छ, त्यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है। सो त्यो चाहिँ डलरमा हाल्नु होला। त्यो 15,000 को लाइनमा भएको एमाउन्ट चाहिँ डलरमा हाल्नु पर्ने हुन्छ। तपाईले जसले तपाईको ट्याक्स फाइल गरिराख्नु भएको छ उहाँलाई पठाइदिनु भन्दा पनि हुन्छ, अथवा ट्याक्स फाइल गरिरहेको मान्छेलाई हेल्प माग्दा हुन्छ यसमा चाहिँ है, तपाईहरुले सिआरए एकाउन्ट बनाउँदै हुनुहुन्छ भने। सो मेरो कुरा गर्नुहुन्छ भन्दा मैले चाहिँ एभ्री इयर ट्याक्स फाइल एउटा ट्याक्स कम्पनीबाट गर्छु। त्यो ट्याक्स कम्पनीले चाहिँ एकदमै राम्रोसँग गरिदिनुहुन्छ र म्याक्सिमम रिफन्डको पनि ग्यारेन्टी दिनुहुन्छ उहाँहरुले। सो उहाँहरुको वेबसाइट अनि कन्ट्याक्ट इन्फर्मेसनहरु मैले स्क्रिनमा राखिदिएको छु। यदि तपाईले गर्नु भएको छैन र गर्ने सोचिराख्नु भएको छ कन्ट्याक्ट गर्नु होला। सो अब अगाडि बढौं। यो सबै इन्फर्मेसनहरु फिल आउट गरिसकेपछि नेक्स्ट गर्दाखेरि चाहिँ अब तपाईले अर्को एउटा पेजमा जानुहुन्छ। त्यो पेजमा चाहिँ तपाईले सिआरए सेक्युरिटी कोड नोटिफिकेसन भन्ने हुन्छ। यो चाहिँ तपाईको पोस्टल कोडमा चाहिँ विथिन 10 डेज चाहिँ सिआरए ले एउटा कोड पठाउँछ। त्यो कोड हालिसकेपछि चाहिँ तपाईले सिआरए एकाउन्ट चाहिँ फुल्ली एक्सेस गर्न पाउनुहुन्छ। सो त्यो कोडको लागि चाहिँ तपाईले के गर्न पर्ने हुन्छ भन्दा 10 दिनसम्म चाहिँ कुर्न पर्ने हुन्छ है त्यो कोडको लागि। यसपछि पनि अगाडि प्रोसिड गर्दाखेरि चाहिँ तपाईले आफ्नो युजर आइडी र पासपोर्ट क्रिएट गर्न पर्ने हुन्छ। युजर आइडी र पासपोर्ट क्रिएट गर्दाखेरि पासपोर्ट क्रिएट गर्नलाई सर्टेन एउटा गाइडलाइन्सहरु दिएको हुन्छ। त्यो क्यापिटल लेटर, स्मल लेटर, स्पेशल क्यारेक्टरहरु ताकि तपाईको सेक्युरिटी चाहिँ स्ट्रङ होस् भनेर। सो त्यही अनुसार पासपोर्ट र युजर आइडी क्रिएट गर्नु होला। यसपछिको नेक्स्ट स्टेप भनेको तपाईले सेक्युरिटी क्वेशन र एन्सर हाल्न पर्ने हुन्छ। यसमा चाहिँ तपाईले अराउन्ड 5 वटा सेक्युरिटी क्वेशनहरु हाल्ने र त्यसको एन्सरहरु चाहिँ टाइप गर्न पर्ने हुन्छ। तपाईहरु यसरी गर्नुस् कि जुन तपाईलाई भोलिसम्म पनि याद होस्, अथवा तपाईले सेक्युरिटी क्वेशन चुज गरिसकेर एन्सर हाल्दाखेरि चाहिँ त्यसको स्क्रिनशट लगेर कतै राख्नुस् ताकि भोलि युजर आइडी अथवा पासपोर्ट कुनै बेला बिर्सिएछ भने चाहिँ तपाईले त्यो एन्सर गरेर पनि एक्सेस गर्न सक्नुहुन्छ। सो बी केयरफुल यो ठाउँमा चाहिँ तपाईहरु। यति गरिसकेपछि चाहिँ तपाईले आफ्नो सिआरए एकाउन्ट फाइनली रजिस्टर गर्नुभयो र फुल्ली एक्सेस गर्नका लागि सिआरए एकाउन्ट तपाईले 10 दिन जतिमा तपाईको कोड आउँछ त्यो इन्टर गरिसकेपछि पाउनुहुन्छ। सो यसरी चाहिँ तपाईले आफ्नो सिआरए एकाउन्ट रजिस्टर गरेर साइन इन गरेर तपाईले चाहिँ आफ्नो
बेनिफिट्सहरू कहिले आउँछ, कसरी आउँछ, आफ्नो टिएफएसएको कन्ट्रिब्युसन, आरएलएसपीको कन्ट्रिब्युसनहरू कति छ भन्ने पनि हेर्न पाउनुहुन्छ र धेरै कुराहरू तपाईले चाहिँ एक्सेस गर्न पाउनुहुन्छ। त्यही हो, आजलाई चाहिँ यति नै। यस्तै खालको धेरै भिडियोहरू हेर्न मन छ भने तपाईले मेरो च्यानललाई लाइक र सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ भन्दै थ्याङ्क यू सो मच फर वाचिङ। सी यू अगेन।